नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले कथाकार उमाशंकर द्विवेदीद्वारा लेखिएका पौराणिक कथाहरू लिएर आएको छु। आशा छ आजका पौराणिक कथाहरू तपाईलाई मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। आजको लागि पहिलो पौराणिक कथा रहेको छ अष्टावक्र। उदालक मुनिका कहोड नामले प्रसिद्ध एउटा शिष्य थिए। उनले आफ्नो गुरुदेवको बडो सेवा गरे। सेवाबाट अत्यन्त प्रसन्न भई गुरुले उनलाई जम्मै वेदको अध्ययन गराइदिएर आफ्नी सुजाता नामकी कन्यासित विवाह पनि गरिदिए। केही समय बितेपछि सुजाता गर्भवती भइन्। त्यो गर्भ अग्निको समान तेजस्वी थियो। एक दिन कहोड वेद पाठ गरिरहेका थिए। यतिकैमा गर्भस्थ शिशुले गर्भबाटै भने, बुबा, तपाईँ रातभरि वेद पाठ गर्नुहुन्छ, तर सो पाठ ठिकसँग हुने गर्दैन। शिष्यहरूका बीचमा आफ्नै गर्भस्थ शिशुको आक्षेप सुनेर पिता क्रोधित भएर गर्भस्थ शिशुलाई श्राप दिँदै भने, त आमाको गर्भमा भएर पनि यस प्रकारले बाङ्गो बाङ्गो कुरा झिकिरहेछस्, त्यसैले त 8 ठाउँबाट बाङ्गो भएर जन्मेस्। अष्टावक्र पेटमा बढ्न थालेपछि सुजातालाई अत्यन्त पीडा हुन थाल्यो। उनले एकान्तमा पतिसित धनको जोहो गरेर ल्याउनका लागि प्रार्थना गरिन्। कहोड धनका लागि राजा जनकको दरबारमा गए, तर त्यहाँ शास्त्रार्थमा पारङ्गत बन्दी नामक विद्वानले उनलाई पराजित गरी शास्त्रार्थको नियम अनुसार उनलाई पानीमा डुबाइदिए। उद्दालक मुनिले यो समाचार थाहा पाएर छोरी सुजातालाई जम्मै बेहोरा सुनाइदिएर भने, छोरी, अष्टावक्र जन्मेपछि उनलाई यस विषयमा केही पनि नभन्नु। यसै कारणले अष्टावक्र जन्मेपछि यस बारेमा केही पनि थाहा पाएनन्। उनी उद्दालक मुनिलाई नै आफ्नो पिता तथा उनका छोरा श्वेतकेतुलाई आफ्नो भाइ बुझ्दथे। एक दिन 12 वर्षको आयुका अष्टावक्र उद्दालक मुनिको काखमा बसिरहेका थिए। त्यसै बेला श्वेतकेतु त्यहाँ आएर अष्टावक्रलाई आफ्नो पिताको काखबाट तान्दै भने, यो तिम्रो बुबाको काख होइन। श्वेतकेतुले यस प्रकारको कटुक्तिले अष्टावक्रको चित्त साह्रै दुख्यो तथा उनले घर गएर आमालाई सोधे, मेरो बुबा कहाँ गए? यस प्रश्नले सुजाता आत्तिन् तथा श्रापको भयले जम्मै कुरा भनिदिन्। यस प्रकारको रहस्य सुनेर अष्टावक्रले रात्रिको समयमा श्वेतकेतुलाई भेटी सल्लाह गरे, हामी दुवैजना राजा जनकको यज्ञमा जाउँ। त्यो यज्ञ बडो विचित्रको हुन्छ भन्ने सुनिन्छ। त्यस यज्ञमा ठुल्ठुला ब्राह्मणहरूले शास्त्रार्थ गरेको सुन्न पाइनेछ। यस प्रकारको आपसी सल्लाह गरेर अर्को दिन बिहानै मामा भान्जा दुवैजना राजा जनकको समृद्ध सम्पन्न यज्ञमा सामेल हुन भनी हिँडे। यज्ञशालाको ढोकामा पुगेर जब उनीहरू भित्र पस्न लागे अनि उनीहरूसित द्वारपालले भन्यो, तपाईहरूलाई नमस्कार छ। हामीहरू राजाका आज्ञापालक हौं। राजाको आदेश अनुसार हाम्रो निवेदनमाथि विचार गर्नुहोस्। यस यज्ञशालामा बालकहरूलाई प्रवेशाज्ञा छैन। यसमा वृद्ध र विद्वान ब्राह्मणहरू मात्र प्रवेश गर्न पाउँछन्। द्वारपालको कुरा सुनेर अष्टावक्रले भने, द्वारपाल मानिस धेरै आयु भएको हुनाले, कपाल फुलेको हुनाले अथवा धेरै आत्मीयहरू हुनाले मात्र ठूलो मानिँदैन। त्यो ब्राह्मण ठूलो हुन्छ जो वेदको वक्ता हुने योग्यता राख्दछ। तिमीहरू हाम्रो तर्फबाट राजालाई यो कुरा सुनाऊ कि हामीहरू राज्य दरबारको यज्ञमा उपस्थित भएका ब्राह्मणहरूसित शास्त्रार्थ गर्न चाहन्छौं। द्वारपालले भन्यो, हुन्छ त, म कुनै युक्तिले तपाईहरूलाई भित्र लग्ने प्रयत्न गर्नेछु, तर भित्र गएपछि तपाईहरूले विद्वानहरू योग्य काम गर्नुपर्नेछ। यति भनेर द्वारपालले उनीहरूलाई भित्र राजाको छेउमा लान लागेको थियो। बाटोमा पंक्तिबद्ध बसेका विद्वान भनाउँदा ब्राह्मणहरूले अष्टावक्रको बाङ्गो टिङ्गो रूप र आकार देखेर पेट मिची मिची हाँस्न थाले। अष्टावक्र मामा श्वेतकेतुका साथ ठिङ्ग उभिएर राजालाई भन्न थाले, राजन, यस दरबारमा विद्वानहरूको भेला छ र यहाँ हुने दिव्य शास्त्रको चर्चा सुनेर हामीहरू पनि आफ्ना केही जिज्ञासाहरूको समाधानका लागि आयौं, तर यहाँ त सार्कीहरूको जमघट पो लागिरहेको रहेछ। हाम्रो समय खेर गयो। हामीहरू अब फर्किँदैछौँ। 8 अङ्गबाट वक्र रहेको अष्टावक्रको कुरा सुनेर विद्वान ब्राह्मणहरू तथा राजा पनि जिल्लिए। राजाले भने, अष्टावक्र बालक, यहाँ प्रकाण्ड विद्वान र तेजस्वी ब्राह्मणहरू पो बसिरहेका छन्। तपाईले सार्की कहाँ देख्नुभयो र यस्तो नचाहिँदो कुरा भन्दै हुनुहुन्छ? अष्टावक्रले भने, राजन, तपाईले भनेका ब्राह्मणहरूले मेरो छाला तथा आकार देखेर हाँस्नु भनेको यिनीहरू छालाको पारेखीहरू बाहेक अरू के हुन सक्छन्? छालाको पारेखी भनेको सार्की नै होइन र? राजन, तपाईँ जनक वंशमा प्रधान स्थान राख्नुहुन्छ र चक्रवर्ती सम्राट हुनुहुन्छ।
हामीले सुने अनुसारले यस दरबारमा बन्दी नाम गरेका कोही विद्वान बस्छन्। त्यसले ब्राह्मणहरूलाई शास्त्रार्थमा पराजित गरेर उनीहरूलाई जलमा डुबाइदिएर मारिदिन्छ रे। यो कुरा ब्राह्मणहरूको मुखबाट सुनेर म अद्वैत ब्रह्मको विषयमा उसित शास्त्रार्थ गर्न चाहन्छु। म त्यसैका लागि यस दरबारमा आएको हुँ। अष्टावक्रको कुरा सुनेर राजाले अष्टावक्रलाई बन्दीलाई देखाउँदै उनको परिचय दिए। अष्टावक्र बन्दीतर्फ फर्की भन्न थाले, आफूलाई शास्त्रार्थ विजयी र अतिवादी मान्ने बन्दी, तिमीले शास्त्रार्थमा पराजित हुने विद्वान ब्राह्मणलाई जलमा डुबाउने नियम बनाएका रहेछौ, तर मेरो सामुने तिमी बोल्न सक्ने छैनौ। अब तिमीले मेरा प्रश्नहरूको उत्तर देऊ तथा म तिम्रा प्रश्नहरूको उत्तर दिनेछु। यस प्रकार दुवैबीच घोर शास्त्रार्थ सुरु भयो, जसमा अन्ततः बन्दीले पराजय भोग्नु पर्यो। अष्टावक्रले राजा जनकसित भने, राजन, यो बन्दी भन्ने अभिमानी ब्राह्मणले शास्त्रार्थमा पराजित गरेर धेरै ब्राह्मणहरूलाई जलमा डुबाइसकेको छ। अहिले ऊ पनि शास्त्रार्थमा पराजित भइसकेको हुनाले उसको पनि सोही गति हुनुपर्दछ। अष्टावक्रको कुरा सुनेर बन्दीले भने, राजन, म वरुण देवको छोरा हुँ। यहाँ जस्तै वरुण लोकमा पनि 12 वर्षे यज्ञ भइरहेको छ। यसैका लागि मैले जलमा डुबाउने बहानामा श्रेष्ठ ब्राह्मणहरूलाई रोजेर त्यहाँ पठाउने गरेको थिएँ। अब वरुण लोकको यज्ञ समाप्त हुने भएकोले मैले जल मार्गबाट पठाएका ब्राह्मणहरू छिट्टै नै फर्किआउनेछन्। जनकले भने, देव, म तपाईका दिव्यवाणी सुनिरहेको छु। तपाईले बन्दीलाई शास्त्रार्थमा परास्त गरिदिनु भएको छ। म तपाईको इच्छा अनुसार अहिले नै दण्डको व्यवस्था गर्नेछु। सभामा यस प्रकारको वाद विवाद हुँदै थियो। यतिकैमा जलमा डुबाइएका जम्मै ब्राह्मणहरू वरुण देवबाट सम्मानित भई जलबाट बाहिर निस्किएर जनकको सभामा आइपुगे। तीमध्ये कहोड मुनिले भने, मानिसले यस्तै कामको लागि नै पुत्रको कामना गर्दछ। जुन काम मैले गर्न सकिन त्यही काम मेरो पुत्रले गरेर देखायो। राजन, कहिलेकाहीँ दुर्बल मानिसको पनि बलवान तथा मूर्ख मानिसको पनि विद्वान पुत्र उत्पन्न भइहाल्छ। यस पश्चात बन्दीले राजासित आज्ञा लिएर पानीमा हाम फालेर डुबे। अष्टावक्रले आफ्ना पिता कहोड मुनिको पूजा गरे तथा बुबा र मामा श्वेतकेतुसित आश्रम जान भनी हिँडे। बाटोमा पर्ने नदीको किनारमा पुगेपछि कहोड मुनिले अष्टावक्रलाई नदीको जलभित्र डुबुल्की मार्न हराए। अष्टावक्रले बुबाको आज्ञा पालन गर्दै सो नदीको जलमा डुबुल्की लगाए। नदीबाट बाहिर निस्कदा उनका वक्र अङ्गहरू सोझो भइसकेका थिए। यो रहेको थियो पौराणिक कथा अष्टावक्र। सङ्कलक उमाशंकर द्विवेदी। यो कथालाई महाभारतबाट सङ्कलन तथा अनुवाद गरिएको हो। लागौं अर्को पौराणिक कथातर्फ। कथाको शीर्षक राजकुमारी सुकन्या र महर्षि च्यवन। सङ्कलक तथा अनुवादक उमाशंकर द्विवेदी। महर्षि भृगुका च्यवन नामक एक तेजस्वी पुत्र थिए। उनी तपस्या गर्न भनी वनमा गए। ती मुनिकुमार तपस्या गर्ने उद्देश्यले वृक्षको समान निश्चल भएर एउटै स्थानमा विरासन लगाएर बसिरहे। बिस्तारै धेरै समय बितिसकेपछि उनको शरीरलाई तृण र लहराले छोप्यो। त्यसमाथि कमिलाहरूले आफ्नो बास बनाए। त्यहाँ ऋषिको ढाकिएको शरीर माटोको ठिस्को झैं देखिन थाल्यो। यस प्रकारले धेरै समय बितेपछि एक दिन राजा सर्याती वनमा क्रीडा गर्न आए। उनका 4000 सुन्दरी रानीहरू थिए। एउटी सुन्दरी भ्रिकुटी भएकी कन्या थिइन्। उनको नाम सुकन्या थियो। उनी दिव्य वस्त्राभूषणहरूले विभूषित आफ्ना सखीहरूका साथ डुल्दै च्यवनजीको तपस्या गरिरहेको ठाउँमा आइपुगिन्। उनले माटोको ठिस्कोको प्वालमा टल्किँदै गरेको आँखालाई देखिन्। यसले उनलाई ठूलो कुतूहल भयो अनि अल्लारे बुद्धि भ्रमित भएको कारणले उनले तीखो काँडाले टल्किरहेका ती आँखाहरूलाई घोचेर फुटालिदिन्। आँखा फुटेको कारणले रगत बग्न थाल्यो। यो देखेर तर्सिँदै सुकन्या त्यहाँबाट भागेर आमा बुबा भएको ठाउँमा गइन्। सुकन्याले आफ्नो कुकृत्यबारे कसैलाई पनि केही बताइनन्। बिना सित्तैमै आफ्नो आँखा फुटेको देखेर च्यवन मुनि साह्रै रिसाए तथा तत्कालै उनले राजाका सेनाको मलमूत्र रोकिदिए। मलमूत्र रोकिएपछि सेनालाई बडो कष्ट भयो। आफ्नो सेनाको यो दशा देखेर राजाले सोधे, यहाँ निरन्तर तपस्यामा निरत वयोवृद्ध महात्मा च्यवन बस्दछन्। जानी जानी वा अनजानमा कसैले उनको अपकार गरेको छ। जसले यस्तो गरेको हो त्यसले तत्काल भनिदेओस्। सुकन्याले राजाको कुरा सुनेपछि भनिन्, म डुल्दा डुल्दै माटोको एउटा ठिस्कोसम्म गएकी थिएँ। त्यस ठिस्कोको पलमा मैले टल्किरहेको जुनकिरी झैं जीव देखेर तीखो काँडाले घोचिदिए। छोरीको यस प्रकारको कुरा सुनेर राजा तत्काल त्यस ठिस्कोको छेउमा गए। त्यहाँ उनलाई तपोवृद्ध तथा वयोवृद्ध च्यवन मुनि देखा परे। उनले हात जोडेर सेनालाई
क्लेश मुक्त गर्ने प्रार्थना गर्दै भने, भगवान, अज्ञानवश यस बालिकाले यो अपराध गरेछ, उसलाई क्षमा गर्ने कृपा गर्नुहोस्। राजाको कुरा सुनेर च्यवन मुनिले राजासित भने, यस गर्वेली ठिटीले मेरो अपमान गर्नलाई नै यस प्रकार मेरो आँखा फुटालिदिए। अब भने मैले उसलाई पाएँ भने मात्र क्षमा गर्न सक्नेछु। च्यवन मुनिको कुरा सुनेर राजा सरियातीले मनमा कुनै पनि प्रकारको विचार नगरी आफ्नी कन्या उनलाई दान गरिदिए। त्यस सुन्दरी कन्यालाई पाएर च्यवन मुनि अत्यन्त प्रसन्न भए र उनको कृपाले क्लेश मुक्त भएर राजा सेनासहित आफ्नो राजधानी फर्किए। सती सुकन्या पनि आफ्नो तप र नियमको पालना गर्दै प्रेमपूर्वक आफ्ना तपस्वी पतिको परिचर्चा गर्न थालिन्। एक दिन सुकन्या नुहाएर आफ्नो आश्रममा उभिरहेकी थिइन्। त्यसै बेला उनीमाथि अश्विनी कुमारहरूको दृष्टि पर्यो। उनी देवराज इन्द्रकी कन्या झैं मनोहर अङ्ग भएकी युवती थिइन्। अश्विनी कुमारहरू उनको समीपमा गएर भने, सुन्दरी, तिमी कसकी पुत्री तथा कसकी भार्या हौ तथा यस वनमा के गरिरहेकी छौ? यो सुनेर सुकन्याले भनिन्, म राजा सरियातीकी कन्या तथा महर्षि च्यवनीकी भार्या हौ। अश्विनी कुमारहरूले भने, हामीहरू देवताका वैद्य हौं। हामीहरू तिम्रो पतिलाई युवा र रूपवान बनाउन सक्छौं। हाम्रो यो कुरा तिमी गएर आफ्नो पतिलाई भन। अश्विनी कुमारहरूको कुरा सुनेर सुकन्याले आफ्नो पतिलाई जम्मै कुरा सुनाइन्। मुनिले उनलाई स्वीकृति प्रदान गरे। सुकन्याले अश्विनी कुमारहरूलाई पतिको स्वीकृतिबारे सुनाइन् तथा पतिलाई युवा र रूपवान बनाइदिन प्रार्थना गरिन्। अश्विनी कुमारहरूले भने, मुनि, यस पोखरीमा प्रवेश गरून्। महर्षि च्यवन रूपवान तथा युवा हुन उत्सुक थिए। उनी तत्काल नै पोखरीभित्र प्रवेश गरे। उनका साथै अश्विनी कुमारहरू पनि पोखरीको जलमा हाम फाले। एकैछिनपछि तीनैजना पोखरीबाट बाहिर निस्किए। उनीहरू जम्मैजना दिव्य रूपधारी युवा तथा समान आकृतिका थिए। ती तीनैजनाले भने, सुन्दरी, तिमी हामीहरूमध्ये कुनै एकजनालाई आफ्नो पतिको रूपमा रोज। तीनैजना एकै रूपका नवजवान मानिस थिए। सुकन्या एकछिनको लागि त झस्किन्, तर उनले मन र बुद्धिले निश्चय गरेर आफ्नो पतिलाई चिनिन्। यस प्रकार आफ्नी पत्नी र आफूले चाहेको जस्तो रूप यौवन पाएर च्यवन ऋषि अत्यन्त प्रसन्न भएर अश्विनी कुमारहरूसित भने, म वृद्ध थिएँ, तपाईहरूले मलाई रूप र यौवन दिनुभयो, त्यसैले म तपाईहरूलाई सोमपानको अधिकार दिलाउनेछु। यो सुनेर अश्विनी कुमारहरू प्रसन्न भएर स्वर्गमा गए तथा च्यवन र सुकन्या त्यस आश्रममा देवता झैं विहार गर्न लागे। ज्वाइँ च्यवन मुनि युवा भएको खबर पाएर राजा सरियाती अत्यन्त प्रसन्न भए तथा आफ्नो सेनासहित उनलाई भेट्नका लागि उनको आश्रममा आए। च्यवन र सुकन्या साक्षात देव दम्पति झैं देखा परे। राजा र रानी दुवै अत्यन्त हर्षित भए। औपचारिक भलाकुसारीपछि च्यवनले भने, राजन, म तपाईबाट यज्ञ गराउनेछु। तपाईँ यज्ञ सामग्री एकत्रित गर्नुहोस्। राजाले प्रसन्नतापूर्वक यो प्रस्ताव स्वीकार गरेर यज्ञको तयारी गर्न थाले। महर्षि च्यवनले यज्ञानुष्ठानको आयोजना गरे। यज्ञ हुँदै जाँदा यज्ञ भाग विभिन्न देवताहरूलाई वितरण गर्ने बेला च्यवन मुनिले अश्विनी कुमारहरूलाई यज्ञ भाग दिए। देवराज इन्द्रले यसको विरोध गर्दै भने, अश्विनी कुमारहरू चिकित्सा कार्य गर्छन् तथा आफूखुसी रूप धारण गरेर मर्त्यलोकमा विचरण गर्छन्। यिनीहरूलाई यज्ञ भाग पाउने अधिकार छैन। च्यवन मुनिले इन्द्रको उपेक्षा गरेर अश्विनी कुमारहरूलाई यज्ञ भागको रूपमा सोमरस दिन लागेको बेला इन्द्रले रिसाएर भने, हाम्रो लागि छुट्याएको सोमरस अश्विनी कुमारहरूलाई दियो भने म आफ्नो भयंकर वज्र हान्नेछु। च्यवन मुनिले इन्द्रको उपेक्षा गर्दै अश्विनी कुमारहरूलाई सोमरस दिन लागे। इन्द्र रिसले मुर्मुरिँदै वज्र हान्न लागेको देखेर च्यवन मुनिले उनको हातलाई मन्त्र बलद्वारा स्तम्भित गरिदिए। आफ्नो तपबलले यज्ञको अग्निकुण्डबाट मद नामक अत्यन्त भयंकर राक्षसलाई उत्पन्न गरिदिए। त्यस राक्षसले भयंकर गर्जना गरेर त्रिभुवनलाई त्रस्त पार्दै इन्द्रलाई निल्न भनेर उनीतर्फ दगुर्यो। यसबाट इन्द्रलाई ठूलो त्रास र व्यथा भयो। उनी कराउन थाले, मुनि, आजदेखि अश्विनी कुमारहरू पनि सोमपानका अधिकार भए। तपाईँ ममाथि कृपा गर्नुहोस्। तपाईँले जे भन्नुहुन्छ त्यो हुन्छ। इन्द्रले यस्तो प्रकारले कराएर भनेपछि च्यवन मुनिको क्रोध शान्त भयो र उनले इन्द्रलाई त्यति बेला नै दुःखमुक्त गरिदिए। यो रहेको थियो पौराणिक कथा राजकुमारी सुकन्या र महर्षि च्यवन। यो कथा महाभारतबाट संकलन तथा अनुवाद गरिएको कथा रहेको छ। अनुवादक उमाशंकर द्विवेदी। लागौं कथाकार उमाशंकर द्विवेदीद्वारा नै संकलित अर्को पौराणिक कथातर्फ। कथाको शीर्षक परशुराम।
कान्यकुब्ज वा कन्नौज नामक नगरमा गाधी नामक एउटा बलवान राजा राज्य गर्दथे। कुनै कारणवश उनी वनमा गएर बस्न थालेका थिए। वनमा उनको एउटी कन्या उत्पन्न भइन्। ती कन्या स्वर्गकी अप्सरा जस्तै सुन्दरी थिइन्। उनको नाम थियो सत्यवती। उनको लागि भृगुनन्दन ऋचिकले राजासित याचना गरे। राजा गाधीले ऋचिकसित आफ्नी कन्याको विवाह गरिदिए। वैवाहिक कार्य सम्पन्न भएपछि भृगुजी आएर आफ्ना पुत्रलाई सपत्नीक भएको देखेर अत्यन्त प्रसन्न भए। उनले आफ्नी पुत्र वधुसित भने, सौभाग्यवती वधु, तिमीले मसित वर माग। तिम्रो जे इच्छा छ त्यो म दिन सक्छु। सत्यवतीले आफ्नो ससुरालाई प्रसन्न भएको देखेर उनीसित आफ्नो तथा आफ्नी आमाको लागि पुत्रको याचना गरिन्। पुत्र वधुको कामना पूर्तिको लागि भृगुजीले भने, तिमी र तिम्री आमा ऋतु स्नान गरेपछि पुत्रोत्पत्तिको कामनाले बेग्ला बेग्लै 2वटा रुखलाई अङ्कमाल गर्नु। आमाले पिपलको रुखको तथा तिमीले गुल्लरको रुखलाई अङ्कमाल गर्नु। यसबाहेक म संसारभरि डुलेर तिम्रो र तिम्री आमाको लागि बडो प्रयत्न गरेर 2 ठाउँमा उत्तम चरु तयार गरेको छु। यसलाई तिमीहरूले सावधानी साथ खानु। यति भनेर भृगु ऋषि अन्तर्ध्यान भए। आमा र छोरीले चरु भक्षण र वृक्षहरूको आलिङ्गन गर्नमा अज्ञानताको कारण उल्टो गरिदिए। आमाले भक्षण गर्ने चरु छोरीले तथा छोरीले भक्षण गर्ने चरु आमाले खाइदिए। पिपलको रुखलाई छोरीले तथा गुल्लरको रुखलाई आमाले अङ्कमाल गरे। धेरै दिन बितेपछि भृगुजी फर्किआए र आफ्नो दिव्य दृष्टिले जम्मै कुरा थाहा पाए। उनले आफ्नी पुत्रवधु सत्यवतीसित भने, छोरी, चरु भक्षण र रुखहरूको आलिङ्गन गर्नमा उल्टो गरेर तिम्री आमाले तिमीलाई धोका दिएकी छिन्। तिमीले जुन चरु खाएकी तथा रुखको आलिङ्गन गरेकी छेउ त्यसको प्रभावले उत्पन्न हुने तिम्रो छोरा ब्राह्मण भएर पनि क्षेत्रीय स्वभावको हुनेछ। तिम्री आमाको कोखबाट उत्पन्न हुने छोरो क्षेत्रीय भए पनि ब्राह्मणको आचरणवाला बडो तेजस्वी तथा सत्पुरुषको मार्गको अनुसरण गर्ने खालको हुनेछ। ससुराको यस प्रकारको कुरा सुनेर सत्यवतीले बारम्बार प्रार्थना गरेर ससुरालाई प्रसन्न पारी बिन्ती गरिन्, प्रभु, मेरो छोरा यस्तो नहोस्, बरु मेरो नाति यस स्वभावको भइहालोस्। भृगुजीले पुत्र वधुको याचना अनुसार भने, हुन्छ, त्यस्तै होस्। भृगुजी गइसकेपछि यथा समयमा सत्यवतीको गर्भबाट जमदग्नि मुनिको जन्म भयो। समयअनुसार परम तपस्वी जमदग्निले वेद अध्ययन प्रारम्भ गरे र नियमअनुसार सो अध्ययन गर्नाले जम्मै वेद कण्ठस्थ गरे। विद्या अध्ययन समाप्त गरेपछि उनी राजा प्रसेनजितसित उनकी पुत्री रेणुकाको लागि याचना गरे। राजाले उनको योग्यता देखेर प्रसन्नतापूर्वक आफ्नी छोरीको विवाह उनीसित गरिदिए। रेणुकाको आचरण आफ्नो पतिदेवको अनुकूल थियो। पत्नीसित रहेर जमदग्नि ऋषिले तपस्या गर्न थाले। उनका क्रमशः 4वटा पुत्र उत्पन्न भए। त्यसपछि परशुरामजीको प्रादुर्भाव भयो। जमदग्नि ऋषिका उनी 5औं सन्तान थिए। दाईहरूभन्दा उनी कान्छो भए पनि गुणहरूमा उनी अरूभन्दा अगाडि थिए। एक दिन पुत्रहरू वनमा फल लिन गएको बेला रेणुका नुहाउन भनेर नदीमा गइन्। नुहाएर आश्रममा फर्किने बेला रेणुकाले राजा चित्ररथलाई जलविहार गरिरहेको देखिन्। त्यस सम्पत्तिशाली राजालाई उन्मुक्त रूपमा जलविहार गरिरहेको देखेर रेणुकाको चित्त चलायमान भइहाल्यो। यस मानसिक विकारले दिन अचेत र त्रस्त भएर उनी आश्रमभित्र प्रवेश गरिन्। महातेजस्वी जमदग्नि ऋषिले रेणुकाको अवस्था देखेर जम्मै कुरा थाहा पाइहाले। उनलाई अधीर र ब्रह्मतेजले च्युत भएको देखेर जमदग्नि ऋषिले धेरै धिक्कारे। त्यसै बेला ज्येष्ठ पुत्र रुक्मवान अनि सुसेन बसु र विश्वा बसु नामक छोराहरू पनि आए। मुनिले क्रमशः ती जम्मैजनालाई आफ्नी आमालाई तत्काल काट्न हराए। पिताको यस प्रकारको डरलाग्दो आज्ञा सुनेर चारैजना किङ कर्तव्य विमूढ भए। कसैले पनि आमालाई काट्ने आँट गर्न सकेनन्। यो देखेर मुनिले क्रोधित भएर उनीहरूलाई श्राप दिए, जसको कारणले उनीहरूको विचार शक्ति नष्ट भयो तथा उनीहरू मृग र चराहरूका समान जडबुद्धि भइहाले। उनीहरूपछि परशुरामजी आश्रममा आए। उनीसित महातपस्वी जमदग्नि मुनिले भने, बाबु, आफ्नी यस पापिनी आमालाई तत्काल काटिदेऊ तथा यसको लागि आफ्नो मनमा अलिकति पनि खेद नगर। यो सुनेर परशुरामजीले आफ्नो वंशहरूले तत्काल आफ्नी आमालाई काटिदिए। त्यसपछि जमदग्नि ऋषिको कोप शान्त भयो। प्रसन्न भएर उनी आफ्नो पुत्रसित भने, बाबु, तिमीले मेरो आज्ञा अनुसार यो काम गर्यौ, जसलाई गर्नु निकै कठिन थियो। त्यसैले तिमीले आफ्नो मनमा चिताएको वर माग। परशुरामजीले भने, पिताजी, तपाईँ प्रसन्न हुनुहुन्छ भने मेरी आमा जीवित भइहालुन्। उनलाई मैले मारेको कुराको सम्झना नहोस्।
उनको मानसबाट पापको नाश भइहालोस्। मेरा चारैजना दाइहरू स्वस्थ भइहालुन्। युद्धमा मेरा सामना गर्न सक्ने कोही नहोस् तथा मलाई लामो आयु प्राप्त होस्। परम तपस्वी जमदग्नि ऋषिले आफ्नो आज्ञाकारी छोराका जम्मै कामना पूरा गरिदिए। एकचोटि यस्तै उनका जम्मै पुत्रहरू आश्रम बाहिर गएका थिए। यतिकैमा अनुप देशका राजा कार्तवीर्य अर्जुन आश्रममा आए। मुनिपत्नी रेणुकाले उनको यथोचित अतिथि सत्कार गरिन्। कार्तवीर्य अर्जुन युद्धको मतले उन्मत्त थिए। मुनिपत्नीले गरेको आतिथ्य सत्कारको केही वास्ता नगरेर आश्रमको होमधेनु डुक्रिरहँदा पनि त्यसको बाछोलाई हरण गरेर आश्रमका रुख बुट्यानहरूलाई पनि ढालिदिए। परशुरामजी आश्रममा आएपछि जमदग्नि मुनिले कार्तवीर्य अर्जुनको जम्मै करतुतबारे सुनाए। उनले रोइरहेकी होमधेनु गाईलाई देखेर अत्यन्त क्रोधित भई कालको वशीभूत भएका कार्तवीर्य अर्जुनलाई खोज्दै गए। कार्तवीर्य अर्जुनलाई भेटेपछि उनले आफ्नो धनुषले कार्तवीर्य अर्जुनको 1000 बाहु काटेर उनलाई परास्त गरेर कालको गाँस बनाए। आफ्नो बुबाको पराजय सुनेर छोराहरू क्रोधित भएर परशुरामजीको अनुपस्थितिमा आश्रममा जाइलागे। जमदग्नि ऋषि तपस्वी ब्राह्मण भएको हुनाले उनले कुनै विवाद गरेनन्। तैपनि कार्तवीर्य अर्जुनका छोराहरूले मुनि अनाचै हे राम गरिरहँदा पनि उनको हत्या गरिदिए। उनीहरू मुनिको हत्या गरी आश्रमबाट गइसकेपछि परशुरामजी समिधा लिएर आश्रममा आइपुगे। त्यहाँ आएर आफ्नो पितालाई यस प्रकार दुर्दशापूर्वक मरेको देखेर उनलाई बडो दुःख भयो तथा उनी डाँको छोडेर रुन थाले। केही बेरसम्म करुणापूर्वक विलाप गरेर उनले आफ्नो पिताको अग्नि संस्कार र प्रेतकर्म गरेर सम्पूर्ण क्षेत्रीहरूको संहार गर्ने प्रतिज्ञा गरे। महाबली परशुरामजी क्रोधको आवेशमा साक्षात कालको समान भएर कार्तवीर्य अर्जुनका जम्मै सन्तानहरूको संहार गरिदिए। त्यसबेला जुन क्षेत्रीहरूले उनीहरूका पक्ष लिए ती जम्मै क्षेत्रीहरूलाई सखा पार्दै सम्पूर्ण संसारका क्षेत्रीहरूको 21 पटक संहार गरेर उनीहरूको रगतले समन्तपञ्चक क्षेत्रका 5 वटा सरोवरलाई खरिदिए तथा आफूले विजय गरेको सम्पूर्ण पृथ्वी ब्राह्मणहरूलाई दान गरी आफू महेन्द्र पर्वतमा वास गर्न थाले। यो रहेको थियो पौराणिक कथा परशुराम। यो कथा महाभारतबाट संकलन तथा अनुवाद गरिएको कथा हो। संकलक तथा अनुवादक उमाशंकर द्विवेदी। लागौं अर्को पौराणिक कथातर्फ। कथा कर्ण। पुरानो कुरा हो, एकचोटि राजा कुन्तीभोज कहाँ एकजना महान तेजस्वी ब्राह्मण आए। उनको शरीर अग्लो तथा कपाल र दारीजुङ्गा ठूलो ठूलो बढेको थियो। उनी बडो दर्शनीय र भव्य मूर्ति थिए तथा हातमा दण्ड धारण गरेका थिए। उनको शरीर तेजोदीप्त थियो तथा मधुको समान पिङ्गल वर्ण थियो। बानी मधुरो तथा तप र स्वाध्ययन नै उनको आभूषण थियो। ती ब्राह्मण देवताले राजासित भने, राजन, म तपाईको घरमा भिक्षा माग्न आएको छु, तर तपाईँ वा तपाईको सेवकहरूद्वारा मेरो कुनै अपराध गर्नु हुँदैन। यदि तपाईलाई यो कुरा मन्जुर छ भने म तपाईँ कहाँ बस्नेछु तथा आफ्नो इच्छा अनुसार आउने जाने गरिरहनेछु। ब्राह्मण देवताको कुरा सुनेर कुन्ती भोजले प्रेमपूर्वक उनीसित भने, महामते, मेरो पृथा नामक एउटी कन्या छिन्। उनी बडो सुशीला, सदाचारिणी, संयमशीला र भक्तिमानी छिन्। उनले नै पूजा र सत्कारपूर्वक तपाईको सेवा गर्नेछिन्। उनको शील सदाचारले तपाईँ अवश्य सन्तुष्ट हुनुहुनेछ। यति भनेर राजाले विविध ब्राह्मण देवताको सत्कार गरे र विशाल नयना पृथाको छेउमा गएर भने, छोरी, यी ब्राह्मण देवता हामी कहाँ बस्न चाहन्छन्। मैले तिमीमाथि भरोसा गरेर यिनको प्रस्ताव स्वीकार गरेको छु। अत कुनै पनि कारणले मेरो कुरा मिथ्या हुन नदिनु। यिनले मागेको कुरा दिँदै गर्नु। ब्राह्मण परम तेजोरूप र परम तप स्वरूप हुन्छन्। छोरी, यस ब्राह्मण देवताको परिचर्चाको जिम्मा तिमीलाई सुम्पिँदैछु। तिमीले नियमपूर्वक नित्यप्रति यिनको सेवा गर्दै जानु। छोरी, मलाई थाहा छ तिमी केटाकेटीदेखि नै ब्राह्मणहरूको, गुरुजनको, बन्धुहरूको, सेवकहरूको मित्र सम्बन्धी र माताहरू तथा म प्रति सबै प्रकार आदरयुक्त व्यवहार रहेको छ। यस नगरमा जम्मैजना तिम्रो आचरण र व्यवहारबाट सन्तुष्ट छन्। तिमी वृष्णि वंशमा उत्पन्न सुरसेनकी छोरी हौ। तिमीलाई बचपनमै प्रीतिपूर्वक राजा सुरसेनले मलाई दत्तक रूपमा दिएका थिए। तिमी वासुदेवजीकी बहिनी हो र मेरा सन्तानहरूमध्ये सर्वश्रेष्ठ हौ। राजा सुरसेनले प्रतिज्ञा गरेका थिए कि म आफ्नो प्रथम सन्तान तपाईलाई दिनेछु। त्यसै प्रतिज्ञा अनुसार उनले तिमीलाई दिएको कारण तिमी मेरी छोरी भयो।
त्यसैले छोरी, यदि तिमीले दर्प, दम्भ र अभिमान छाडेर यस वरदायक ब्राह्मणको सेवा गर्यौ भने अवश्य नै तिम्रो कल्याण हुनेछ। बुबाको कुरा सुनेर कुन्ती पृथाले भनिन्, राजन, तपाईको प्रतिज्ञा अनुसार म सावधानीपूर्वक यी ब्राह्मण देवताको सेवा गर्नेछु। ब्राह्मणहरूको पूजा गर्नु त मेरो स्वभाव हो। यसले तपाईको प्रिय र मेरो कल्याण हुनेछ। यिनी चाहे सायंकालमा आउन् अथवा बिहानै वा राति तथा आधी रातमा आउन्, यिनलाई म कुनै पनि प्रकारले कुपित हुने अवसर दिने छैन। राजन, यसले मलाई बडो लाभ हुनेछ कि तपाईको आज्ञामा रहेर ब्राह्मण देवताको सेवा गरेर आफ्नो कल्याण गर्नेछु। कुन्तीले यस प्रकारले भनेपछि राजा कुन्तीभोजले उनलाई बारम्बार हृदयमा टसाएर उनलाई उत्साहित गर्दै जम्मै कर्तव्य सम्झाइदिए। राजा कुन्तीभोजले ती ब्राह्मण देवतालाई आफ्नी कन्या सुम्पँदै भने, ब्राह्मण, मेरी छोरी सानै उमेरकी छिन् तथा अत्यन्त सुखका साथ पालिएकी छिन्। यदि यिनीबाट कुनै अपराध भए तपाईले त्यसमाथि ध्यान नदिनुहोला। ब्राह्मणहरू वृद्ध, बालक र तपस्वीहरूले अपराध गरिदिँदा पनि प्राय क्रोध गर्दैनन्। ब्राह्मणले भने, त्यस्तो केही छैन। यस पश्चात राजाले प्रसन्न भएर उनलाई हाँस र चन्द्रमा समान श्वेत प्रसादमा लगेर राखे। त्यहाँ अग्निशालामा उनको लागि एउटा तेजस्वी आसन ओछ्याइयो तथा पूर्ण उदारताले उनलाई भोजन आदिका समस्त सामग्री समर्पित गरियो। राजपुत्री पृथा पनि आलस्य र अभिमान एकातिर पाखा लगाएर उनको परिचर्यामा दत्तचित्त भएर लागिन्। उनले शुद्ध मनले सेवा गरेर ती तपस्वी ब्राह्मणलाई पूर्णतया प्रसन्न पारिन्। ब्राह्मणले उनलाई हप्काउने, तथानाम भन्ने तथा अप्रिय भाषण गर्दा पनि पृथाले उनलाई वचन फर्काउँदैन थिइन्। ब्राह्मणको व्यवहार पनि अचम्मको थियो। कहिले उनी अनियमित समयमा आउँथे, कहिले आउँदैन थिए, कहिले यस्तो भोजन माग्थे जसलाई पाउन अत्यन्त कठिन हुन्थ्यो। तर पृथाले जम्मै काम यस प्रकारले गर्दथिन् मानौ उनलाई यस कुराको पहिलेदेखि नै जानकारी थियो। उनी शिष्या, पुत्री तथा बहिनी झैं उनको सेवामा सदैव तत्पर रहन्थिन्। उनको शील, स्वभाव र संयमले ब्राह्मणलाई बडो सन्तोष भयो तथा उनले पृथाको कल्याणको लागि पूर्ण प्रयत्न गर्न थाले। राजा कुन्तीभोज बिहान बेलुका पृथासित सोध्ने गर्दथे, छोरी, ब्राह्मण देवता तिम्रो सेवाले प्रसन्न त छन्? यशस्विनी पृथा उनलाई यही उत्तर दिन्थिन्, हो बुबा, उहाँ प्रसन्न हुनुहुन्छ। यसले उदारचित्त राजालाई अत्यन्त प्रसन्नता हुन्थ्यो। यस प्रकार 1 वर्ष पूर्ण भएपछि पनि त्यस ब्राह्मणले पृथामा कुनै दोष नदेखेर अत्यन्त प्रसन्न भएर पृथासित भने, कल्याणी, तिम्रो सेवाले म अत्यन्त प्रसन्न भए। तिमी मसित एउटा यस्तो वर माग जुन यस लोकमा मानिसको लागि दुर्लभ होस्। अनि कुन्तीले भनिन्, विप्रवर, तपाईँ वेदवेत्ताहरूमा श्रेष्ठ हुनुहुन्छ। तपाईँ र बुबा ममाथि प्रसन्न हुनुहुन्छ। मेरा जम्मै काम त यसैले सफल भएको होइन। अब मलाई अर्को कुनै वरको आवश्यकता छैन। ब्राह्मणले भने, भद्रे, यदि तिमीले कुनै वर माग्दिनौ भने देवतालाई आह्वान गर्ने मसित यो मन्त्र ग्रहण गर। यस मन्त्रले तिमीले जुनसुकै देवताको पनि आह्वान गरेर आफ्नो वशमा पार्न सक्नेछौ। यस मन्त्रद्वारा आह्वान गरिएका त्यस देवताको इच्छा भए पनि नभए पनि यस मन्त्रको प्रभावले शान्त भएर सेवकको समान तिम्रो अगाडि विनीत भई उभिनेछ। ब्राह्मण देवताले यस प्रकार भनेपछि पृथाले श्रापको भयले अस्वीकार गर्न सकेनन् अनि ब्राह्मणले पृथालाई अथर्ववेद शिरोभागा नआएका मन्त्रका उपदेश दिए। पृथालाई मन्त्रदान गरेपछि ब्राह्मणले राजा कुन्तीभोजसित भने, राजन, म यहाँ बडो सुखपूर्वक बसे। तपाईकी कन्याले मलाई सबै प्रकारले सन्तुष्ट पारिन्। म अब जान्छु। यति भनेर उनी त्यही अन्तर्ध्यान भए। ब्राह्मण देवता फर्किएर गएपछि कुन्तीले उनले दिएको मन्त्रको जाँच गर्न चाहिरहेकी थिइन्। उनले मनमा विचार गरिन्, ती महात्माले मलाई कस्तो मन्त्र दिएका छन्। मैले ती मन्त्रको शक्तिको परीक्षण गरी हेर्नु पर्दछ। एक दिन उनी राजमहलको कौशीमा उभिएर उदाइरहेको सूर्यलाई हेर्न थालिन्। त्यसबेला उनको दृष्टि दिव्य हुन पुग्यो र उनलाई दिव्य रूप, कवच, कुण्डलधारी सूर्यनारायणको दर्शन भयो। यसै बेला उनको मनमा ब्राह्मणले दिएको मन्त्रको परीक्षा गर्ने खुल्देली हुन थाल्यो। उनले विधिवत आचमन र प्राणायाम गरेर हातमा पवित्र जल लिएर सूर्यनारायणको आह्वान गरिन्। नभन्दै त्यस मन्त्रको प्रभावले तत्काल सूर्यदेव उनको सामु आइपुगे। उनको शरीर मधुको समान पिङ्गल वर्णको थियो। विशाल बाहु भएका सूर्यदेवको घाँटी शङ्खको समान थियो। मुखमाथि मुस्कानका रेखी थिए। शिरमाथि मुकुट थियो तथा त्यसले सम्पूर्ण शरीर देदीप्यमान थियो। उनी आफ्नो योग शक्तिले 2वटा रूप धारण गरेर एउटाले संसारलाई प्रकाशित गरिरहेका थिए तथा अर्को शरीर धारण गरेर पृथा वा कुन्ती समीप आइपुगे। उनले बडो मधुर बानीले भने, भद्रे,
मन्त्रको शक्तिले तानिएर बलात् तिम्रो अधीन आइपुगेको छु। भन, म के गरौँ? तिमी जे चाहन्छौ म त्यो गर्न तयार छु। कुन्तीले भनिन्, भगवान, तपाईँ जहाँबाट आउनु भएको छ त्यही फर्किजानुहोस्। मैले त कौतूहलवश तपाईँको आह्वान गरेकी थिएँ, यसका लागि मलाई क्षमा गर्नुहोस्। सूर्यदेवले भने, तन्वी, तिमी मलाई फर्किन भनिरहेको छौ, म फर्किहाल्नेछु, तर देवताको आह्वान गरेर उसबाट कुनै प्रयोजन सिद्धि नगरेर फर्काइदिनु न्यायकुल हुने छैन। सुन्दरी, तिम्रो इच्छा थियो कि सूर्यबाट तिम्रो पुत्र होस्, त्यो लोकमा अतुलित पराक्रमी होस् तथा कवच कुण्डल धारण गरेको होस्। अत तिमीले मलाई आफ्नो शरीर समर्पित गरिदेऊ, यसबाट तिमीलाई तिम्रै सङ्कल्प अनुसारको तेजस्वी पुत्र प्राप्त हुनेछ। कुन्तीले भनिन्, रश्मि मालिन, तपाईँ आफ्नो विमानमाथि सवार भएर आफ्नो लोकमा पाल्नुहोस्। अहिले म केटाकेटी अवस्थामा छु, त्यसैले यस्तो अपराध गर्नु मेरो लागि अत्यन्त दुःखको कुरा हुनेछ। मेरा बा आमा हुनुहुन्छ, उनीहरूलाई नै यो शरीर दान गर्ने अधिकार छ। म धर्मको लोभ गर्दिन। लोकमा स्त्रीहरूको सदाचारको पूजा हुने गर्दछ तथा त्यही सदाचारले आफ्नो शरीर अनाचारबाट सुरक्षित राख्दछ। मैले मूर्खतापूर्वक मन्त्रको शक्ति जान्नका लागि तपाईँको आह्वान गरेकी थिएँ, त्यसैले भगवान, मलाई बालिका सम्झेर यो अपराध क्षमा गरिदिनुहोस्। सूर्यले भने, पेरो, तिमीलाई बालिका नै भन्ठानेर तिम्रो लोलोपोते गरिरहेको छु, कुनै अन्य स्त्रीको म विनय गर्दिन थिएँ। कुन्ती, तिमीले मलाई आफ्नो शरीर दान गरिदेऊ, यसले तिमीलाई शान्ति प्राप्त हुनेछ। कुन्तीले भनिन्, देव, मेरा बा आमा अझै जिउँदै हुनुहुन्छ, उनीहरू बाँचुन्जेल यो सनातन विधिको लोभ हुनु हुँदैन। यदि तपाईँको साथ मेरो यो शास्त्र विधिको विपरीत समागम भयो भने यस संसारबाट यस कुलको कीर्ति नष्ट हुनेछ। यदि तपाईँ यसलाई धर्मसम्मत मान्नुहुन्छ भने आफ्ना बान्धवहरूले मेरो शरीरको दान नगरे पनि म तपाईँको इच्छा पूर्ण गर्न सक्दछु, तर तपाईँलाई आफ्नो दुष्कर आत्मदान गर्दा पनि मेरो सतीत्व नष्ट नहोस्, किनकि संसारमा प्राणीहरूको धर्म, यश, कीर्ति र आयु तपाईँमाथि नै अवलम्बित रहेको छ। सूर्यले भने, सुन्दरी, यस्तो गर्नाले तिम्रो आचरण अधर्ममय मानिने छैन। लोकको हितको दृष्टिले म पनि धर्मको आचरण कसरी गर्न सक्दछु र? कुन्तीले भनिन्, भगवान, यदि यस्तो छ भने मबाट जुन पुत्र उत्पन्न गर्नुहुनेछ त्यो जन्मैदेखि उत्तम कवच र कुण्डल धारण गरेको होस्। यस्तो भएमा म तपाईँसित समागम गर्न सक्दछु, तर त्यो बालक पराक्रम, रूप, सत्व, ओज र धर्मले सम्पन्न हुनुपर्दछ। सूर्यले भने, राजकन्या, मेरी आमा आदितिले मलाई जुन कवच कुण्डल दिएकी थिइन् त्यही कवच कुण्डल म त्यस बालकलाई दिनेछु। सूर्यको यस प्रकारको आश्वासन सुनेपछि कुन्तीले भनिन्, रश्मि मालिन, यदि मैले यस्तो पुत्र प्रसव गर्ने सौभाग्य पाएँ भने म बडो प्रेमले तपाईँसित सहवास गर्नेछु। आफूसित सहवास गर्न कुन्तीको स्वीकृति पाएर भगवान भास्करले आफ्नो तेजको बलले उनलाई मोहित पारिदिए तथा आफ्नो योग बलले उनी भित्र पसेर गर्भ स्थापित गरिदिए। यस प्रकार कुन्तीको कौमारे भङ्ग भएन। गर्भधान भएपछि कुन्ती सचेत हुन पुगिन्। यस प्रकार आकाशमा जसरी चन्द्रमा उदित हुन्छ यस्तै माघ शुक्ला परेवाको दिन पृथा वा कुन्तीको गर्भ स्थापित भयो। कुन्तीको खोपीमा नियुक्त एउटी दासी बाहेक कुनै पनि स्त्रीले यसको सुइँको पनि पाएन। सुन्दरी पृथाले यथासमय एउटा देवताको समान कान्तिमान बालक जन्माइन् तथा सूर्यदेवको कृपाले उनी कन्या बनिरहिन्। जन्मिँदा त्यो बालक आफ्नो बुबाकै समान शरीरमाथि कवच र कानमा सुवर्णको उज्जवल कुण्डल धारण गरेको थियो तथा उसको नेत्र सिंहका समान र काँध गोरुको जस्तो थियो। पृथाले आफ्नी सेविकासित एउटा बाकस मगाइन्। त्यस बाकसभित्र बडो यत्नका साथ नरम लुगा ओछ्याएर राम्रो तथा आरामदायक डसना ओछ्याउन लगाइन् तथा त्यसै बाकसमा नवजात शिशुलाई सुताई बाकसको बिर्को लगाएर चारैतिरबाट मैनको लेप लगाउन लगाइन् तथा त्यस बालकलाई अश्व नामक खोलामा बगाइदिन्। त्यस बाकसलाई खोलामा बगाउन लाग्दा कुन्ती डाँको छोडेर रुन थालिन्। मेरो प्यारो छोरा, नवचर, स्थलचर र जलचर जीव जन्तु तथा अन्य दिव्य प्राणीहरूले तिम्रो मङ्गल गरून्। तिम्रो मार्ग सुगम होस्। शत्रुहरूबाट तिमीलाई कुनै किसिमको विघ्न नहोस्। जलका स्वामी वरुण देवताले तिम्रो रक्षा गरून्। आकाशमा सर्वगामी पवन देवताले तिम्रो रक्षा गरून् तथा तिम्रा पिता सूर्यदेवले तिम्रो सर्वत्र रक्षा गरून्। तिमी कुनै बेला विदेशमा पनि कतै पाइयो भने तिमीले लगाएको कवच र कुण्डलले म तिमीलाई चिनिहाल्नेछु। पृथा यस प्रकारले रोई कराई विलाप गर्दै नवजात शिशुलाई नदीमा बगाइदिएर अत्यन्त व्याकुल भई आफ्नो सेविकाको साथ घर फर्किन्। कुन्तीले जन्माएको नवजात शिशुलाई काठको बाकसभित्र राखेर पानीमा बगाएर घर फर्किन्। त्यो बाकस पानीमा बग्दा बग्दै अश्व नदीबाट चर्मनवती
हालको चम्बल नदीमा पुग्यो। त्यहाँबाट यमुना नदीमा पुग्यो तथा अझै बग्दा बग्दै त्यो बाकस गंगा नदीमा पुगेर बग्दै त्यस ठाउँमा पुग्यो जहाँ अधिरथ सुद बस्दथे। त्यस ठाउँलाई चम्पापुरी भनिन्थ्यो। त्यसै बेला राजा धृतराष्ट्रका मित्र अधिरथ आफ्नै स्त्रीका साथमा गंगा तटमा आएका थिए। उनकी स्त्री राधा अनुपम रूपवती थिइन्, तर उनको कुनै सन्तान थिएन। उनी पुत्र प्राप्तिको यत्नमा विशेष रूपले लागेकी थिइन्। दैव संयोगले उनको दृष्टि गंगा नदीको पानीमा बग्दै गरेको बाकसमाथि पर्यो। बाकस गंगा नदीको तरङ्गबाट ठक्कर खाएर नदीको किनारसम्म आइपुग्यो। त्यस बाकसलाई किनारामा आई रोकिएको देखेर उनी कुतूहलवश अधिरथसित भनेर बाहिर झिक्न लगाइन्। बाकस यत्नपूर्वक बन्द थियो। ज्यावल लगाएर त्यस बाकसलाई खोली हेर्दा त्यसमा तरुण सूर्य झैं तेजस्वी एउटा बालक देखियो। त्यस बालकले सुनको कवच लगाएको थियो तथा उनको मुख उज्जवल कुण्डलहरूको कान्तिले दीप्त थियो। त्यस बालकलाई देखेर अधिरथ र राधा छक्क परे। अधिरथले त्यस बालकलाई आफ्नो हातमा उचालेर आफ्नी स्त्रीसित भने, प्रिय, मैले जन्म लिएदेखि आजसम्म यस्तो विचित्र बालक देखेको थिएन। मलाई लाग्दछ यो कुनै देवताको बालक हाम्रो लागि आएको छ। हामीहरू पुत्रहीन थियौं, त्यसैले देवताहरूले यो पुत्र हामीलाई दिएका छन्। यति भनेर अधिरथले त्यस बालक राधालाई दिए। राधाले त्यस दिव्य रूप शिशुलाई विधिवत ग्रहण गरिन् तथा नियम अनुसार त्यसको पालन गर्न थालिन्। यस प्रकारले त्यो पराक्रमी बालक दिनानुदिन बढ्न थाल्यो। पछि अधिरथका औसर पुत्रहरू पनि जन्मिन थाले। त्यस बालकलाई वसुवर्म, सुनको कवच र सुवर्णमय कुण्डल धारण गरेको देखेर ब्राह्मणहरूले उसको नाम वसुसेन राखे। यस प्रकार त्यो अतुलित पराक्रमीलाई सोधपुत्र भनियो तथा वसुसेन वा वृष नामले विख्यात भयो। दिव्य कवचधारी बालक भएको हुनाले पृथा कुन्तीले आफ्ना दूतहरूद्वारा थाहा पाइन् कि उनको छोरा अंगदेशको एउटा सूतको घरमा पालन पाइरहेको छ। बालक योग्य भइसकेपछि अधिरथले त्यस बालकलाई विद्योपार्जनका लागि हस्तिनापुर पठाइदिए। त्यहाँ ऊ गुरु द्रोणाचार्यसित अस्त्रविद्या सिक्न थाले। त्यही कौरव राजकुमार दुर्योधनसित उनको मित्रता हुन पुग्यो। उसले द्रोण, कृप र परशुरामसित चारै प्रकारका अस्त्रहरूको सञ्चालन सिकेर महान धनुर्धर भई सम्पूर्ण लोकमा प्रसिद्ध भयो। ऊ दुर्योधनसित मेल गरेर सर्वदा पाण्डवहरूको अप्रिय गर्नमा तत्पर रहन्थ्यो तथा सदैव अर्जुनसित युद्ध गर्ने ध्याउनमा रहन्थ्यो। यो नै सूर्यदेवको गुप्त कुरा थियो कि कर्णको जन्म सूर्यद्वारा कुन्तीको गर्भबाट भएको थियो तथा उसको पालन सूत परिवारमा भएको थियो। कर्णलाई कवच कुण्डलले युक्त भएको देखेर युधिष्ठिर उसलाई युद्धमा अजेय मान्दथे तथा यसको उनलाई सदैव फिक्री रहन्थ्यो। पाण्डवहरूको वनवासको 12औं वर्ष समाप्त भएर 13औं वर्ष आरम्भ भएपछि पाण्डवहरूका हितैषी इन्द्रले कर्णसित उनको कवच र कुण्डल माग्न तयार भए। सूर्यदेवलाई यो कुरा थाहा भएपछि उनी छोरा कर्णलाई चेताउन भनेर उनको स्वप्नमा आए। ब्राह्मण सेवी र सत्यवादी कर्ण अत्यन्त निश्चित भएर ओछ्यानमा सुतिरहेका थिए। सूर्यदेव पुत्र स्नेहवश अत्यन्त दयाद्र भएर एक वेदवेत्ता ब्राह्मणको रूपमा उनको स्वप्नमा आएर यस प्रकारले भन्न थाले, सत्यवादीहरूमा श्रेष्ठ महाबाहु कर्ण, म स्नेहवश तिम्रो भलोको कुरा भन्दैछु, त्यसमाथि ध्यान देऊ। हेर, पाण्डवहरूको भलोका लागि देवराज इन्द्र ब्राह्मणको रूप धारण गरेर तिमीसित कवच र कुण्डल माग्न आउनेछ। उनलाई तिम्रो स्वभावको बारेमा तथा सम्पूर्ण संसारलाई पनि तिम्रो नियमको बारेमा थाहा छ कि तिमीसित कुनै सत्पुरुषले माग्दा तिमीले उसको अभिष्ट वस्तु दिइहाल्छौ तथा स्वयं कसैसित पनि केही माग्दैनौ। यदि तिमीले आफ्नो जन्मकै साथ उत्पन्न भएका यी कवच र कुण्डल कसैलाई दिइहाल्यौ भने तिम्रो आयु क्षीण भइहाल्नेछ र मृत्युको तिमीमाथि अधिकार भइहाल्नेछ। तिमी राम्ररी जान बाबु, जबसम्म यो कवच र कुण्डल तिम्रो साथमा रहनेछ तबसम्म तिमीलाई कुनै पनि शत्रुले मार्न सक्ने छैन। यी रत्नमय कवच कुण्डल अमृतले उत्पन्न भएका छन्। त्यसैले तिमीलाई आफ्नो प्राण प्यारो छ भने जुनसुकै उपायले पनि यसको अवश्य रक्षा गर्नुपर्दछ। स्वप्न अवस्थामा नै कर्णले सोधे, भगवान, तपाईले म प्रति अत्यन्त स्नेह देखाउँदै मलाई यस प्रकारको उपदेश दिँदै हुनुहुन्छ। यदि तपाईको इच्छा भए मलाई बताउनुहोस्, यस ब्राह्मण भेषमा तपाईको हुनुहुन्छ। बाबु, म सूर्य हुँ र तिमीलाई स्नेहवश भएर नै यस्तो सम्मति दिँदैछु। तिमीले मेरो कुरा मानेर यस कवच कुण्डलको रक्षा गर, यसमा नै तिम्रो विशेष कल्याण हुनेछ। कर्णले भने, जब भगवान भास्कर स्वयंले मलाई मेरो हितको उपदेश गर्दै हुनुहुन्छ भने मेरो परम कल्याण हुने कुरा त निश्चित नै हुने भयो। तर तपाईँ मेरो कुरा सुन्ने कृपा अवश्य गर्नुहोस्।
तपाईँ वरदायक देव हुनुहुन्छ। तपाईँलाई प्रसन्न राख्दै म प्रेमपूर्वक यो निवेदन गर्न चाहन्छु कि यदि तपाईँले मलाई माया गर्नुहुन्छ भने मलाई मेरो व्रतबाट विचलित नगर्नुहोस्। सूर्यदेव संसारभरिका जम्मैजनालाई यो कुरा थाहा छ कि म श्रेष्ठ ब्राह्मणले मागेको खण्डमा आफ्नो प्राण पनि अर्पण गर्न सक्छु। यदि देवश्रेष्ठ इन्द्रले पाण्डवहरूको हितका लागि ब्राह्मण भेष धारण गरेर आई मसित भिक्षा माग्न आए भने म उनलाई आफ्नो यो दिव्य कवच र कुण्डल सहर्ष अवश्य नै दिइहाल्नेछु। यसले गर्दा तिनै लोकमा मेरो जुन नाम र कीर्ति फैलिरहेको छ त्यो साँगुरिने छैन। म जस्ता मानिसहरूले यक्षको रक्षा गर्न पर्दछ, ज्यानको होइन। यस नश्वर संसारमा मानिस यशस्वी भएर मर्नु बेस हुन्छ। सूर्यले भने, बाबु कर्ण, तिमीले देवताहरूको गुप्त रहस्यबारे थाहा पाउन सक्दैनौ। त्यसै कारणले यसभित्र जुन रहस्य रहेको छ त्यसबारे म तिमीलाई बताउन चाहन्न। समय आएपछि तिमीले स्वयं थाहा पाइहाल्नेछौ। तैपनि म तिमीलाई फेरि पनि भनिरहेको छु, इन्द्रले माग्दा पनि तिमीले तिम्रो जन्मजात कवच र कुण्डल नदिनु बाबै, किनकि यी कुण्डल कवचले युक्त रहँदा तिमीलाई अर्जुन र उसका हित इन्द्रले पनि तिमीलाई युद्धमा परास्त गर्न सक्षम हुन सक्दैन। त्यसैले तिमी यदि अर्जुनलाई जित्न चाहन्छौ भने यी दिव्य कवच र कुण्डललाई इन्द्रलाई कदापि नदिनु। कर्णले भने, सूर्यदेव, तपाईप्रति मेरो जुन प्रकारको भक्ति छ त्यो त तपाईलाई थाहा छँदैछ, तथा तपाईलाई यो पनि थाहा छ कि मेरो दिनचर्यामा याचकलाई कुनै पनि वस्तु अदेय छैन। भगवान तपाईप्रति मेरो जस्तो अनुराग छ त्यस्तो अनुराग त स्त्री, पुत्र, शरीर तथा सुधहरूप्रति पनि छैन। यसमा पनि सन्देह छैन कि महानुभावहरूको आफ्ना भक्तिहरूमाथि अनुराग रहने नै गर्दछ। अत यस साइनोले तपाईँ मेरो हितको लागि जुन वचन भनिरहनु भएको छ त्यसको लागि म शिर झुकाउँदैछु र तपाईँलाई प्रसन्न पार्नका लागि बारम्बार यो प्रार्थना गर्दैछु, तपाईँ मेरो अपराध क्षमा गर्नुहोस् तथा मेरो यस व्रतको अनुमोदन गर्नुहोस् कि याचना गर्दा म इन्द्रलाई आफ्नो प्राण पनि दान गर्न सकूँ। सूर्यले भने, बेस, यदि तिमीले आफ्ना दिव्य कवच र कुण्डल इन्द्रलाई दियो भने आफ्नो विजयको लागि उनीसित यो प्रार्थना गर्नु कि देवराज, तपाईले मलाई आफ्नो शत्रुहरूको संहार गर्ने अमोघ शक्ति प्रदान गर्नुहोस्। त्यसको साटोमा म आफ्नो दिव्य कवच र कुण्डल दिन तयार हुनेछु। महाबाहो, इन्द्रको यो शक्ति बडो प्रबल खालको छ। जबसम्म त्यसले सैकडौं हजारौं शत्रुहरूको संहार गरिहाल्दैन तबसम्म हान्ने व्यक्तिको हातमा फर्केर आउँदैन। यति भनेर भगवान सूर्यदेव अन्तर्ध्यान भए। अर्को दिन बिहानै जब सिद्धाएर कर्णले स्वप्नमा देखेका घटनाबारे सूर्यदेवसित भने। कर्णको स्वप्न सुनेर भगवान भास्करले मुसु मुसु हाँस्दै भने, बाबु कर्ण, त्यो फगत स्वप्न मात्रै होइन, जम्मै साँचो हुनेछ। सूर्यदेवको कुरा सुनेर कर्णले कुरा राम्ररी बुझे तथा शक्ति पाउने इच्छाले इन्द्रको प्रतीक्षा गर्न थाले। एक दिन देवराज इन्द्र ब्राह्मणको भेष धारण गरेर कर्णको समीपमा आएर भने, भिक्षाम देहे। ब्राह्मण भेषधारी इन्द्रको कुरा सुनेर कर्णले भने, पाल्नुहोस्, तपाईँको स्वागत छ। भन्नुहोस्, म तपाईँलाई सुवर्ण विभूषित कन्याहरू दिउँ वा धेरै गाई भएको गाउँ अर्पण गरौँ? तपाईँको सेवा कुन प्रकारले गरौँ? ब्राह्मणले भने, होइन राजन, यी वस्तुहरू लिने मेरो इच्छा छैन। यदि तपाईँ वास्तवमा सत्य प्रतिज्ञ हुनुहुन्छ भने मलाई तपाईँले आफ्नो जन्मको साथ उत्पन्न भएका यी दिव्य कवच र कुण्डल दिनुहोस्। मेरो लागि यो सबैभन्दा बढी लाभदायक हुनेछ। कर्णले ब्राह्मणको कुरा सुनेर भने, विप्रवर, मेरा साथमा उत्पन्न भएका यी कवच र कुण्डल अमृतमय छ। यिनीहरूको कारणले त्रिलोकका कुनै पनि शत्रुले मलाई मार्न सक्दैन। त्यसकारणले यिनीहरूलाई म आफूबाट विगल हुन दिन चाहन्न। तपाईले मसित विस्तृत र शत्रुहीन पृथ्वीको राज्य लिनुहोस्। कवच र कुण्डल दिएपछि म शत्रुहरूको शिकार हुन पुग्नेछु। मलाई क्षमा गर्नुहोस्। कर्णले ब्राह्मणको कुरा सुनेर भने, विप्रवर, मेरो साथमा उत्पन्न भएका यी कवच र कुण्डल अमृतमय छन्। यति कुरा भनेपछि पनि जब इन्द्रले कर्णसित अर्को वर मागेनन् अनि कर्णले हाँसेर भने, देवराज, मैले पहिले नै तपाईलाई चिनिसकेको थिएँ। म तपाईलाई कुनै अमूल्य वस्तु दिउँ र त्यसको साटोमा अर्को अमूल्यवान वस्तु नलिउँ, यो उचित हुने छैन। तपाईँ साक्षात् देवराज इन्द्रदेव हुनुहुन्छ, अत तपाईले मलाई कुनै मूल्यवान वर दिनु उचित हुनेछ। तपाईँ अनेकौं अन्य जीवहरूका स्वामी र उनीहरूका रचना गर्ने देव हुनुहुन्छ। देवेश्वर, यदि मैले तपाईलाई आफ्नो कवच र कुण्डल दिए भने शत्रुहरूको वध्य भइहाल्नेछु र तपाईको पनि उपहास हुनेछ। त्यसैले यसको साटो अर्को कुनै मूल्यवान वर दिएर मेरो कवच र कुण्डल लानुहोस्, नत्र अरू कुनै उपायले पनि म आफ्नो कवच कुण्डल दिन्न। इन्द्रले भने, म तिमीसित भेट्न आउने कुरा सूर्यलाई पहिले नै थाहा भइसकेकोले उनले तिमीलाई जम्मै कुरा बताइदिएका हुन्। ठिकै छ, तिमी जसरी चाहन्छौ त्यही सही।
तिमी कवच कुण्डलको साटोमा मसित केवल मेरो वज्र बाहेक अन्य कुनै पनि वर माग्न सक्नेछौ, माग। कर्णले भने, इन्द्रदेव, तपाईले कवच कुण्डलको साटो आफ्नो अमोघ शक्ति प्रदान गर्नुहोस्, जसले संग्राममा अनेकौं शत्रुहरूको संहार गर्नमा समर्थ छ। कर्णको कुरा सुनेर अमोघ शक्ति दिने विषयमा एकछिन घोरिएर इन्द्रले भने, हुन्छ, तिमीले मलाई आफ्नो जन्मको साथ उत्पन्न भएका कवच र कुण्डल देऊ तथा त्यसको साटो मेरो अमोघ शक्ति ल्याऊ। तर यसको साथमा एउटा शर्त यो छ कि मेरो हातबाट छुटेपछि यो शक्ति अवश्य नै सैकडौं शत्रुहरूको संहार गर्नेछ अनि फेरि मेरो हातमा फर्किआउनेछ। अत तिम्रो हातबाट छुटेपछि जुन शत्रुले अत्यन्त जोडले कराएर तिमीलाई समतप्त गरिरहेको हुनेछ त्यसको केवल एक प्रबल शत्रुलाई मारेर फेरि मेरै हातमा फर्किआउनेछ। कर्णले भने, देवराज, म पनि एक यस्तो शत्रुलाई मार्न चाहन्छु जसले घोर युद्धमा जोडले कराई मलाई समतप्त गरिरहेको हुनेछ तथा जसबाट मलाई भय उत्पन्न भइसकेको हुनेछ। इन्द्रले भने, तिमीले युद्धमा जोडले कराइरहेको एक प्रबल शत्रुलाई अवश्य मार्न सक्नेछौ, तर जसलाई तिमी मार्न चाहन्छौ त्यसको रक्षा त भगवान कृष्णले गरिरहेका छन्, जसलाई वेदज्ञ पुरुषहरूले अजित, बराई र अचिन्त्य नारायण भन्दछन्। कर्णले भने, भगवान, तपाईले भनेको कुरा सही हो, तथापि तपाईले मलाई एउटा वीरको संहार गर्न सक्ने आफ्नो अमोघ शक्ति प्रदान गर्नुहोस्, जसबाट म आफूलाई समतप्त गर्ने शत्रुहरूलाई मार्न सकूं। इन्द्रले भने, एउटा अर्को कुरा पनि छ। हेर, यदि अन्य अस्त्र शस्त्र बाँकी रहँदैमा अथवा प्राणान्त संकट उपस्थित हुन अगावै प्रमादवश तिमीले यो अमोघ शक्ति प्रहार गर्यौ भने शत्रुलाई छाडेर यो अमोघ शक्ति तिमी माथि नै आइलागेर तिम्रै संहार गर्नेछ। कर्णले भने, इन्द्रदेव, तपाईको कथन अनुसार म तपाईको यस अमोघ शक्तिलाई आफूमाथि ठूलो संकट आइपरेपछि मात्र प्रहार गर्नेछु। यो मेरो सत्य वचन हो। कर्णको कुराबाट आश्वस्त भएपछि इन्द्रले आफ्नो अमोघ शक्ति कर्णलाई दिए। कर्णले त्यस प्रज्वलित शक्तिलाई लिएर एउटा तीखो शस्त्रले आफ्ना समस्त अंगहरू ताछेर कवच सिक्न थाले। उनलाई शस्त्रबाट आफ्नो शरीरका अंगहरूलाई मुस्कानका साथ तास्दै कवच सिक्न लागेको देखेर देवताहरूले स्वर्गमा दुन्दुभी बजाउन थाले तथा दिव्य पुष्पहरूको वर्षात गर्न थाले। यस प्रकार आफ्नो शरीर ताछेर उनले रगतमा लतपतिएको दिव्य कवच इन्द्रलाई दिए तथा दुईटै कानको लोती काटेर दुईटै कुण्डल पनि सुम्पे। यस दुष्कर्मकै कारणले उनी कर्ण नामले विख्यात भए। यस प्रकार कर्णलाई ठगेर तथा उनलाई संसारभरिमा यशस्वी बनाएर इन्द्रले निश्चय गरे, ल अब पाण्डवहरूको काम फत्ते भयो। यस पश्चात उनी स्वर्गलोक फर्किए। धृतराष्ट्र पुत्रहरूले यो कुरा थाहा पाएर अत्यन्त दुखी भए तथा उनीहरूको सम्पूर्ण गर्व खुकुलो भयो तथा वनवासी पाण्डवहरू कर्ण यस प्रकारको परिस्थितिमा परेको सुनेर अत्यन्त प्रसन्न भए। यो रहेको थियो पौराणिक कथा कर्ण। यो कथा पनि महाभारतबाट संकलन तथा अनुवाद गरिएको कथा हो। आजका सम्पूर्ण पौराणिक कथाहरूलाई संकलन तथा अनुवाद गर्नुभएको छ कथाकार उमाशंकर द्विवेदीज्यूले। यो सँगै आजको लागि कथाहरू पनि सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै भोलिको भिडियोमा अर्को कथाहरूका साथ उपस्थित हुने नै छु। तबसम्मका लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।